सम्राट त्यो आँखाबाट निस्केको आँसुले मलाई कुनै फरक पर्नेवाला छैन र अर्को कुरो मेरो घर गोठ र आफन्तको छेउछाउमा त्यो पाइला देख्न नपरोस्। म ठुलो आपतमा परेको भएर त्यो गोठसम्म जान बाध्य भएको हो बाबु। तिमी जस्तो मान्छे आपतमा नपरे अरू को पर्छ? माइतीको सबै आफन्तलाई रुवाएर आफ्नो खुसी रोजेको होइन? अरूको खुसी खोसेपछि आफ्नो खुसी अरूले खोज्छ, त्यति पनि थाहा छैन? यो सबै कुकर्मको फल हो। अझै कति आपत विपद झेल्नुपर्छ त्यो तिमीलाई थाहा नै छैन? सम्राट मलाई जति गाली गर्नु छ गर, जति थुक्नु छ थुक। म ठुलो समस्यामा छु, सहयोग गर्दैन बाबु। आफन्तको नाताले नभए पनि मानवताको नाताले सहयोग त्यो पनि तिमीलाई? त्यो त सम्झिने हो। यदि तिमी मृत्युको मुखमा पुगे भए पनि त्यही छोडेर हिँडे पनि मेरो रिस मर्नेवाला होइन। तिमीले जन्मिए घर छोडेर भाग्दा हजुरबा हजुरआमा रोएको यही आँखाले देखेको छु मैले। म सानै थिएँ, केही गर्न सक्दिनँ थिएँ। रात दिन बिलौना गरेर तडपेको मैले यही आँखाले देखेको छु। हो, त्यही दिनबाट तिमी मेरो लागि मरिसक्यौ। म कुनै रहरले भागेको थिइनँ। यो बारेमा तँलाई केही पनि थाहा छैन। वास्तविकता थाहा पाइस् भने तैँले आफूले आफैलाई धिकार्नेछस्। वास्तविकता त्यही हो, राम्रोसँग बुझेको छु। जन्मदातालाई धरधरी रोएर पहिला गएको मान्छे हो तिमी। तिमी जस्तो नारीले गर्दा सबैजना नारीको विश्वास गर्न सकेको छैन मैले। सबैजना तिमी जस्तै हुन्छ जस्तो लाग्छ मलाई। म नारी हुँ, तेरी हजुरआमा पनि नारी नै हो र तँलाई जन्माउने आमा पनि नारी नै हो। जोसँग तैँले बिहे गर्छस् नि त्यो पनि नारी नै हो। ल अब भन्, ती नारी र ममा के फरक भेटिस्? धेरै फरक छ। मेरो आमा भत्किन लागेको घरलाई जोडेर राख्ने एउटा महान नारी हो, तर तिमी एउटा जोडेको घर तोडेर हिँड्ने पाखण्डी नारी हौ। मलाई जे भने पनि भन् बाबु, मलाई आज एउटा कुराको सहयोग गर्दैन। यो गुण म कहिल्यै पनि बिर्सिने छैन। तँ यति साह्रै निर्दयी कसरी भइस् बाबु? किन, के, कसरी, यसको जवाब छैन मसँग। र यस्तो मान्छेसँग बोलेर बस्ने फुर्सद पनि छैन मेरो। लागे म। ओहो काका, नमस्कार। नमस्कार बाबु। आरामै हुनुहुन्छ? म त सन्चै छु। अनि तँलाई बाबु? म पनि सन्चै छु। कता हिँड्नुभयो त? म त्यहाँ ससारीसम्म काकीलाई यसो लिएर आउँ कि भनेर जानु लाग्यो। ए, उसो भने काकी माइत जानु भएको छ? हो बाबु, काकी माइत गएको छिन्। त्यही भएर पो धेरै दिन भयो नदेखेको काकीलाई। भयो बाबु, निकै दिन। कुल पूजा थियो, अब त्यसै कारण अब यताउति व्यस्त भइनु होला। ए, साँच्ची काका, सम्राट कता छ? आज भेट्ने कुरा थियो। ए सम्राट, त्यो के घरतिर बस्थ्यो बाबु? साँच्ची मैले गोठतिर जा भनेको थिएँ, त्यतै गयो होला। ए, गोठ भनेपछि माथि गाई फर्ममा? हो बाबु, हो, गाई फर्मतिरै हो। उसलाई भेट्ने भए त्यतै जा नि त। हुन्छ नि त काका, म गाई फर्मतिरै गएर सम्राटलाई भेट्छु। हुन्छ हुन्छ, त्यसै गर बाबु, उतैतिर गएर भेट। यसो फुर्सद भयो भनेदेखि मिलाएर घरतिर पनि आइजो न। हुन्छ काका, अहिलेलाई म छुट्टिन्छु। ल बाबु, ल। हस्। भाउजू, अझै केटो भेटिएन? भेटिएको भए म किन यसरी पागल जस्तै भौतारिँदै हिँड्नु पर्थ्यो र? म त तपाईँकै घरमा आउँदै थिएँ। मेरो घरमा किन आउँदै हुनुहुन्थ्यो? केही काम थियो र? बाबु, तपाईँकै घरको छोरा हो प्रेम। आफ्नो घरको मान्छे हराउँदा तपाईँ आनन्दले हिँड्नुभएको छ है? भन्न त भन्नुहुन्थ्यो नि, प्रेम मेरो छोरा सरको हो भनेर। खोइ त आफ्नो जस्तो गर्नुभएको। हिजोदेखि हराएको छ प्रेम। तपाईँ चाहिँ
हेर्नु बाउजी, मैले प्रेमलाई कहिले पनि पराई ठानेन, तर तपाईँ आफैले बाध्य बनाउँदै हुनुहुन्छ। तपाईँ जहिले मलाई नराम्रो ठान्नुहुन्छ, प्रेमलाई बिगार्नु लागे भनेर गाली गर्नुहुन्छ। के मैले प्रेमलाई बिगार्नै लागेको हो त? बाबु, आमा हुँ, सन्तानको बाटोमा लाग्ला कि भनेर ठुलो डर छ म भित्र। त्यसैले कहिलेकाहीँ गाली गरेको जस्तो गर्ने मात्रै हो। बाबु, देवर भनेको पनि छोरा सरकै हुन्छ। त्यसैले नै मैले कहिलेकाहीँ कराउने गाली गर्ने गर्छु। तपाईँ पनि जाँड रक्सीको कुलतमा नफस्नु न बाबु, बिन्ती छ। मेरो चिन्ता तपाईँले गर्नु पर्दैन भाउजू, मेरो ख्याल म आफै गर्नु सक्ने भएको छु। बुझ्नुभयो? हो, आफ्नो ख्याल राख्न सक्ने हुनुभएको छ, मैले माने। तर एउटा बिन्ती बाबु, मलाई प्रेमलाई खोज्न सघाइदिनु। म साह्रै आत्तिसकेँ, भित्रभित्रै जलिसकेको छु बाबु। त्यति साह्रो आँतिनु पर्दैन भाउजू। मैले प्रकाशकोमा जानु भनेको थियो त, जानुभयो? प्रकाशलाई बाटोमा भेटेको थिएँ, उसलाई सोधेको, हिजो दिउँसो छुट्टिएको हो, त्यसपछि भेटेकै छैन भन्छ। ए, प्रकाशकोमा पनि रहेनछ भनेपछि त्यो केटो गयो चाहिँ कहाँ? म पो अचम्ममा परेको छु। त्यसको एउटा साथी छ, त्यो सोधेर आउँछु। तपाईँ गाउँमा खोज्दै गर्नु है। होइन, सबै केटा मान्छेहरू यस्तै निर्दयी हुन्छन् कि? निर्दयीपन देखाउने मात्रै हो। मेरै माइतीको कुरा गर, मेरो दाई बदा हाम्रो लागि मरिस हुन्छ। के म साँच्चै मरेँ होला त उनीहरूको लागि? रेणु, सुन त, हामी यसरी यो बाटो हिँड्दाखेरि तिमीलाई कुनै कुराको याद आउँदैन? धेरै कुराको याद आउँछ। यो बाटोसित धेरै कुराहरू जोडिएको छ। हामीले सब विगतका कुराहरू बिर्सेर नयाँ सुरुवात गर्न मिल्दैन? किन नमिल्नु? मैले कहिले मिल्दैन भनेको छु र? तपाईँले भन्न खोज्नु भएको नानीको कुरा होला। नानीले आफ्नो खुट्टामा आफैले बञ्चर हानेकी हो। मान्छेले कहिले काहीँ बाटो बिराउँछ, कहिले जानेर त कहिले नजानेर। गल्ती भयो भनेर प्रायश्चित गर्ने मान्छेलाई के हामीले चाहिँ एकपल्ट माफी दिन मिल्दैन र? कसैले गल्ती गरेर पछुतो लागेर पश्चाताप गर्न खोज्छ भने उसलाई माफी अवश्य दिनुपर्छ। तर नानीको केसमा चाहिँ म केही भन्न सक्दिनँ है, किनकि नानी जानी जानी हाम फाल्नु भएको हो। हुन त यो जमानामा जातभात छुट्याउन हुँदैन भन्छन्, तर पनि बुढाबुढीहरूको मन अझै पनि स्वीकार्न गाह्रो छ। हजुरबा हजुरआमाले छोरासित के भन्नुभएको थियो त्यही छाप उसमा परेको छ। उसले फुपूको नाम सुन्न मान्दैन, अनुहार हेर्न मान्दैन। फुपूले त ठुलै अपराध गरे जस्तो ठान्या छ उसले। बहिनीसँगको बिछोडको चोट अझ गहिर्दै गएको छ। एकचोटि छोरालाई राम्रोसँग सम्झाइदेऊ न। सम्झाउँदा सम्झाउँदा थाकिसकेकी छु, तर छोरा एउटै कुरामा अडिग छ। उसले भन्छ जिन्दगीभरि मैले फुपूको अनुहार देख्न नपरोस्। के गर्नु, उसले हाम्रो इच्छा विपरीत बिहा गरी, त्यो पनि हाम्रो जात छोडेर। त्यो बेलामा त हामी रिसाएको थियौँ नि त। तर उसले आफ्नो जीवनसाथी रोजेकी हो, त्यो अधिकार त उसलाई थियो नि त। त्यसैले आफूले रोजेको मान्छे छानी बिहा गरी हामीलाई भनेकै थिए। हामीले स्वीकार नगरेपछि भागेकी हो। मैले कहिले पनि नानीलाई हाम्रो घरमा नल्याउँ, आउन दिदिनँ भनेकै छैन र म भन्दिनँ पनि। तर सुन्नुहोस्, छोराको विरुद्धमा गएर म नानीलाई घर र माइती गराउन चाहिँ सक्दिनँ है। रेणु, छोरालाई त्यही पनि एकचोटि राम्रोसँग सम्झाउ न। मैले भनेको कुरा मान्दैन। सम्झाउँछु, उसलाई राम्ररी बुझाउँछु पनि। हेरौँ कस्तो प्रतिक्रिया दिन्छ। ल अब यही बाटोमा बसेर त घर पुगिँदैन होला, जाउँ घर।
सम्राट तैँले आज मलाई किन भेट्न बोलाएको? गोठमा काम छ कि जाउँ न एकछिन। अनि म यहाँ छ भनेर कसले भन्यो? बाबालाई बाटामा भेट भएको थियो कि त्यही भएर बाबाले भनेर म यता आएको। फेरि यसको के काम रहेछ गोठमा? काम छ कि वहीँ गएर थाहा हुन्छ। ओ चन्द्रे, के हो तेरो पारा? मेरो सम्पत्तिमा त दाइ हाल्ने? सम्राट बाबु, मैले त हजुरको कुरा बुझिनँ नि। मैले त्यस्तो के गरेँ जुन गर्नै नहुने काम? ए सम्राटले काम छ भनेको त मैले बल्ल बुझेँ। ओ चन्द्रे, त्यो फुपू बनाउँदैलाई यहाँ आउने अधिकार कसले दियो? अनि तँलाई त्यो मान्छेसँग बोल्नलाई कसले भन्यो? मैले उहाँलाई बोलाएको होइन, उहाँ त आफै आउनुभएको। बिचरा छोरो हराएर पागल जस्तै हुनुभएको छ। पागल जस्तो मात्र होइन, पागल भएर हिँडे पनि मलाई कुनै मतलब छैन। ऊ मेरो आफन्त त के दुश्मन हुन पनि लायक छैन, बुझिस्? तँलाई त सबै कुरा थाहा छ। त्यो फुपूको अनुहार सम्राटले जिन्दगीभरि नहेर्ने भनेको छ, होइन त सम्राट? हो, एउटै गाउँमा भएपछि त आम्मे साम्य त भइहाल्छ नि। नत्र कि उहाँले गाउँ छोड्नु पर्यो कि त हजुरले छाड्न पर्यो? ए अब हुँदा हुँदा तैँले मलाई गाउँ छोडेर जा भन्न खोजेको हो? तँ त्यही फुपूको वकालत गर्दैछस्? सम्राट बाबु, अब फुपू यो ठाउँमा आउनै नहुने त कहाँ हो र? साला चन्द्रे, त नुन पानी खाने चाहिँ मेरो गुणगान गाउने त्यो झुम्रीको उता गएर जोडी लिएर त यहाँ बस। सम्राट बाबु, मलाई यस्तो किन सजाय दिनुभएको? फुपूलाई मैले बोलाएको होइन, उहाँ आफै आउनुभएको। उहाँ आएपछि उहाँसँग म नबोल्नु त? तँलाई बोल्नै पर्छ भन्ने थियो, नबोल्न नै सक्थिस्। तर तँलाई त महान मान्छे बन्नु थियो, होइन? जबसम्म त सालेले गल्ती भयो भन्दैनस् र त्यति जेलसम्म दिनभरि बाँडेर राख्छु, बुझिस्? ल त सम्राट बाबु, मेरो गल्ती भयो, मलाई माफ गरिदिनुहोस्। तँलाई माफ त गर्छु, तर एउटा सर्टमा। कस्तो सर? तैँले डेरीबाट महिना महिनामा पैसा ल्याउँछस् होइन? हो, त्यो पैसा ल्याएको बेलामा तैँले मेरो हातमा 10-15 हजार हालिदिने। म मेरो बाउसँग सधैँ भिख मागे चाहिँ माग्न रुचाउँदिनँ। यति कुरा विचार गरेस्? सम्राट बाबु, यो त आफ्नै गाँसमा बेमान गरेको जस्तो भएन र? आफ्नै घरको पिँढी खनेर आँगन पुरे जस्तो भएन र? जेसुकै होस्, मलाई अरू कुरा थाहा भएन। मलाई पैसा चाहियो भनेपछि चाहियो चाहियो चाहियो। मेरो कुरा सुन्नुहोस् न। मेरो कुरा सुन्नु छैन मलाई। मैले भनेको कुरा त मान्छे मान्दैनस्।
हुन्छ म कोसिस गरौँला। कोसिस मात्र होइन, मैले भनेको हुनु पर्यो। हुन्छ हुँदैन? यदि दिन्छस् भने दे, होइन भने परिणाम भोग्न तयार हो। ठिकै छ, म तपाईँलाई त्यति पैसा मिलाइदिने भए। हुन्छ अरे, त्यसको डोरी फुकाल्दे। ल आइज है, म जाँदै गर्छु। के गर्ने, मेरो आमा छोराले मलाई कहिले सताउन छोडेन। के गर्ने, अभागी कर्म। झाँक्री ओ मिनेर होइन, लस्याक लस्याक परेर अनि कता हो आज? कहाँ हुनु नि, त्यही सम्राटको मात्र हो नि। ए भनेपछि अहिलेसम्म त्यो सम्राटेको सँग छोड्या छैन होइन त? कहाँ छोड्नु यार, कतै गएकी सम्राटले देखिसक्दैन यार, गाली गर्छ। ए भनेपछि अहिलेसम्म त्यो सम्राटेको पछि पछि हिँडेर डराई डराई त्यसको धम्कीमा हिँडिरहेको छ होइन त? त्यही हो यार। भएन है, भएन, यसरी चाहिँ भएन। अब त अलिकति यसो टेक्निक लाएर त्यो सम्राटेसँग कसरी मकै झार्ने भनेर विचार पनि गर्नु पर्यो क्या। सधैँभरि पछि पछि लागेर हुँदैन। साँच्ची यो मकै भने चाहिँ के हो नि फेरि? ए लाटा झाँक्री, मकै भने पैसो क्या, पैसो पैसो लिनु पर्न पर्यो त्यो त। कि तलमा बस्या हो? तल भने कहाँ हुनु नि यार, अनि? साथी हो मेरो। जसले साथी साथी त्यसले कहिले मान्छे मार्न जाउँ भन्ला, कहिले के भन्ला, पछि पछि लाएर मात्र हुँदैन नि त। मकै पनि यस्तो व्यवस्था गर भन्नु पर्यो। मकै झार्ने तरिका चाहिँ के हो फेरि? अब मकै झार्ने तरिका के हो भनेदेखि, म हुँदाहुँदै आइडिया मास्टर हुँदाहुँदै किन टेन्सन गरेको? त्योसँग मकै कसरी झार्नुपर्छ म तँलाई राम्रोसँग आइडिया बुझाएर सिकाउँछु। मकै झार्ने आइडिया सिकाउनु पर्यो नि त। त्योसँग कसरी मकै झार्नुपर्छ त्यो मलाई सोध न। यहाँ आइडिया मास्टर हुँदाहुँदै किन चिन्ता गरेको? सबैभन्दा पहिला त्यसको कमजोर पछि के हो, त्यसको कमजोर चिज के हो, त्यसको कमजोरी भएको मान्छे को हो त्यो पत्ता लगाउनु पर्यो। त्यसको लागि शुभ कार्यमा ढिला गर्नु हुँदैन। भोलि नै तिमीले त्यो सम्राटेसँग हिँड्दाखेरि पछि पछि हिँड्दाखेरि त्यसको कमजोरी को रहेछ, त्यसको कमजोरी के रहेछ हो त्यो कुरा पत्ता लगाउनु पर्यो। कमजोरी त खै यार, अचम्म मैले त पत्ता लगाएको छैन त। त्यही भएर त झाँक्री लाटा भने नि मैले। तिमी अलिकति यो दिमाग खियाउँदैनौ क्या। ल अब मलाई यहाँ डिस्कस गरेर बस्ने फुर्सद पनि छैन। म अहिले त्यहाँ बजार जान लाग्यो होइन। अब तिमीले भोलिदेखि नै त्यो सम्राटसँग हिँड्दाखेरि उसले सुईको नपाउने गरेर बिस्तारै उसको कमजोरी पछि के रहेछ भनेर पत्ता लगाउनु पर्यो। बाँकी कुरा मेरो हातमा छोड्दै। कुरा बुझ्यौ? हुन्छ मिल्ने यार, म भोलिदेखि नै पत्ता लगाउँछु अब सम्राटको पछि पछि हिँडेर। ल कमजोरी के रहेछ पत्ता लगाउँछु है। ल तिमीलाई म साथ दिन्छु, तिमी टेन्सनै नगर। तिमी ढुक्क भएर मैले भनेको कुरा पछाडि लाग है त। ल अहिले म लागेँ है त। ल बिस्तारै। महिमा कता हिँडे कि? एउटा काम थियो, तल बजारसम्म जानला। अनि तिमी धेरै दिनपछि देख्यौ त। धेरै दिन नै भयो। म सहर गएकी थिएँ नि त। तिमी कलेज जाँदैछौ त? गइरहेको छु म त। अनि तिमी धेरै दिन कलेज आइनौ त? धेरै दिन त हुने नै भयो नि। म गाउँमै थिइनँ, कसरी आउँ त कलेज? तिम्रो आमाले त भन्नुभएको थियो सहर गएकी छे भनेर। अब फेरि तिमी सहर फर्किने कि यतै बस्ने? अब जान्न, यहाँ आमा एक्लै हुनुहुन्छ। उता सहरमा मलाई बस्नै मन लागेन, त्यही भएर फर्केर आएँ कि म त। बिचरा तिम्रो आमा सधैँ बाटो हेरेर बसिराख्नु भएको देख्छु। अब नजाऊ छोडेर। अब एक्लै छोड्दैन मेरी आमालाई। अनि सुन न, तिमी मेरो घर आऊ न, बसेरै सल्लाह गरौँला। पढाइ छुटेको पनि धेरै दिन भइसक्यो। तिमीले नोट बनाएको होला, तिम्रो नोट सार्न देऊ न मलाई। ल मेरो नोट सार्नी हुन्छ नि त, मैले बनाइरहेको छु सबै। कहिले आउँछौ भन त? फेरि कलेज जान थालिसकेपछि समय नै हुँदैन। यता पसल पनि हेर्नुपर्छ, आमा एक्लै हुनुहुन्छ।
ल म भोलि साँझतिर ल्याइदिन्छु नि त तिमी आउन नभ्याउने भए। नबिर्सिकन भोलि जसरी भए पनि ल्याइदेऊ है त ल। बिर्सिन्न, म अहिले कपी लिन जान लाएको गएँ है। ल ल। भाइ तँ त यहाँ आएर बसेको छस् त, फेरि यो के हुलिया बनाएको? अब तँलाई यो हुलियामा सम्राट बाबुले देख्नुभयो भने नराम्रो मान्नुहुन्न? किन, के भएको छ र मलाई? त्यही पनि यो हुलियामा सम्राटलाई कुनै समस्या पर्दैन। फेरि सम्राट मिल्ने साथी पनि हो। ल ठिकै छ भाइ, त्यसो भए के यहाँ बसिरहन्छस् त? आइज उठ। मैले बेसरी समातेँ कि हदै? होइन होइन भाइ, मलाई अस्ति लडेर त्यहाँ ठोकिएको थियो, आजसम्म अलिक दुखेको मात्र हो। भाइ तँ किन यसरी एक्लै यहाँ बसेको? घरमै बसेर केही खानासाना बनाएको भए भइहाल्थ्यो नि। ल ठिकै छ, तँलाई खाना बनाउन त जाँगर लागेन, घरमै बसेर पढेको भए भइहाल्थ्यो नि। पढ्दा पढ्दा अल्छी लाग्यो अनि यत्तिकै हिँडेको म। तपाईँ पनि आइपुग्नु भएन दाइ, भात पकाउनु नै अल्छी लाग्यो, त्यही भएर यसो हावा खाउँ कि भनेर हिँडेको। हरेक कुरा मैले तँलाई भन्नुपर्छ है? दाइ कस्तो भोक लागिरहेछ। मलाई कति सताउँछ से, यति ठुलो भइसकिस्। हिँड घर, म भात पकाएर खुवाउँछु तँलाई, हिँड। कान्छा त्यो दाउरा अलिकति ले त। हेर्न कान्छा, त्यो बिहानको जाउलो अलिकति बाँकी छ, त्यही तताउँछु ल। हुन्छ दाइ। दाइ तातेन भने? कान्छा एकछिन हतार नगर न, तातै छ, तातेपछि त खाना पाइहाल्छ नि। भोक लागिसक्यो। ल पर्खी पर्खी। ल अब ताते जस्तो छ, म पस्किन्छु है त। कान्छा ल। दाइ तपाईँलाई चाहिँ खोइ त? हेर्न कान्छा, मैले आज अफिसमा टन्न खाएर आएको छु, हेर्नु पेटै डम्म भएको छ, तँ खा न। ल मैले त्यसमा खाएँ त।
मेरो भाइले धेरै पढोस्, हाकिम बनोस्, धेरै कमाओस्, म जस्तो हुन कहिल्यै नपरोस्। धेरै कमाएर यही भान्सामा मिठो मिठो परिकार पकाएर खान पाइयो भने कति रमाइलो हुन्थ्यो होला। आज 2 भाइ मात्र छौँ, भोलि गएर यसको घरबार जोडेर ठुलो परिवार बनाएर सँगै खान पाए कति जाति हुन्थ्यो होला। दाइ दाइ छ जाऊ ल भाइ थाहा भने हाल्दिनु वाह वाह वाह। दाइ जाउलो त एकदम मिठो रहेछ, सबै मैले खाएँ। ठिक छ भाइ, त टन्न अगाइस भने म खुसी हुन्छु नि त। दाइ भोलि त अलि मिठो खाम है। हेर भाइ, मान्छेहरूले भन्ने गर्छन् नि, भोक मिठो कि भोजन। भोक लागेको बेलामा आफ्नो भान्सामा जे पाक्छ मिठो मानेर खान जान्नुपर्छ भाइ। हेर भाइ, खानेकुरालाई यसरी हामीले कहिले अपहेलना गर्नु हुँदैन। दाइ तपाईँ पनि खानु न। दाइ अघि हात दुखे भन्दै हुनुहुन्थ्यो नि, मेडिकल जाने हो कि औषध लाउनलाई? पर्दैन भाइ, पर्दैन। 1-2 दिनमा निको भइहाल्छ नि। म पानी तताएर यसो सेकाउँला नि, त धेरै चिन्ता नगर। हेर भाइ, त राम्रोसँग पढ, तेरो भविष्य उज्जवल बनाउनु छ। मेरो त जे होला होला। हाम्रा बाबुआमाको ठुलो सपना थियो, छोराहरू पढेर डाक्टर पाइलट बन्नु। तर के गर्छस् भाइ, उहाँहरूको सपना त्यत्तिकै तुइएर गयो। भाइ, बेलैमा उहाँहरूले यो संसार छाडेर जानुभयो। उहाँहरूको सपना साकार पार्नलाई म त जति पढ्छस् त्यति पढाउन तयार छु भाइ। बाको छत्र छाएर आमाको काखमा हुर्काउने रहर त मलाई पनि थियो। तर के गर्छस् भाइ, दैव लागेपछि हाम्रो के लाग्छ र? साँच्ची दाइ, हाम्रो आमा बुवा कस्तो हुनुहुन्थ्यो, मलाई त अनुहार पनि यादै छैन। डाक्टर पाइलट बनाउन चाहनुहुन्थ्यो? दाइ म पनि डाक्टर बन्छु नि। त राम्रो अङ्क ल्याएर पढ, त राम्रो अङ्क ल्याएर पढिस् भने तेरो लागि मेरो यो ज्यान आधा त के सिङ्गो शरीर नै सुम्पिनु परे पनि यो ज्यान हाजिर हुनेछ बाबु। तँलाई म जति पनि पढाउँछु भाइ। दाइ म उठेँ है त। हे भगवान्, मबाट के चाहन्छ? मैले के पुर्याउन सकिनँ? म बाँचिन्जेल यही दुःखको खाडलमा पस्ने हो? जन्म त सम्पन्न परिवारमा दियो, तर भाग्य एक एक गर्दै
मबाट सब चिज खोसियो। त्यो खोसिएको चिज पुरा मेरो छोराबाट हुन्छ भन्ने आशा गरेको थियो। आज त्यो छोरो कुन हालतमा कहाँ छ भन्ने कुरो पूर्ण रूपमा देखो पर्छु। हो 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 कहाँ कोसँग हात दुवार मेरो छोराको अवस्था पत्ता लगाउनु होला। कसलाई सोध्नु होला?